आज हामी ललितपुरमा रहेको बिसङ्खु नारायणको दर्शन गर्न गइराखेका छौँ। त्यसको लागि सर्वप्रथम हामी लगन खेलको बस पार्कमा आइपुग्यौं। धेरै गाडीहरू थिए लगन खेलमा। अब कुन चाहिँ गाडी इसङ्खु नारायण जान्छ भनेर हामीले बुझ्यौं। यो गाडी जाने रहेछ भनेर पत्ता लगायौं अनि हामी त्यस गाडीमा चढेर इसङ्खु नारायणतर्फ प्रस्थान गर्यौं। घरकोबाट क्रस भएर गाडी अगाडि बढ्यो। बाटो सानो थियो तैपनि यात्रा रमाइलो थियो। गाडी बिस्तारो गर्दै गाउँतिर पस्यो। मान्छेहरूको चहल पहल राम्रै थियो। पानी परेको दृश्य देखिएन। बाटो सानो भए पनि यात्रा रमाइलो नै रहेको छ, किनभने बर्खा लागेकोले बाटो वरिपरि हरियाली देखिन्थ्यो। पर जंगल पनि देखिन्छ। हाम्रो यात्रा अगाडि बढेकै छ। बाटो घाटो अलिकति साँघुरो छ। बर्खा लागेकोले पानी परेकोले गर्दा पुरानो पिच पनि भत्किएर अलिअलि पानी जमेको छ, हिलो भएको छ बाटोमा। यसै क्रममा हामीले एउटा मन्दिर जस्तो देख्यौं। रातो रातो माटो भएको ठाउँ रहेछ यो। बाँसका घारीहरू छन् वरिपरि। यो मन्दिर के को मन्दिर रहेछ म बुझ्नेछु। अलिकति अगाडि बढ्यौं हामी। यही लेखेको पनि रहेछ यो मनोकामना मन्दिर रहेछ। सुन्न चाहिँ सुनेको थियो ललितपुरमा मनोकामना मन्दिर पनि स्थापना भएको छ भनेर। त्यो कहाँ छ होला भनेको यतैतिर रहेछ। मनोकामना मन्दिरलाई पछि छोड्दै हामी अगाडितिर गयौं। यहाँ भने मास्तिर डाँडापट्टि सल्लाले भरिएको घारी र तलतिरबाट बाटो रहेको रहेछ। सानो बाटो तर सल्ला घारी, वरिपरि हरियाली छ, मकैहरू रोपेको छ। यस्तो यो बाटो चाहिँ मलाई दक्षिणकाली जाँदा चोभारको बाटो जस्तो लाग्यो। एकदमै रमाइलो रमणीय बाटो छ। प्रकृति यति राम्ररी खुलेको छ। आज पानी नपरेको भएर मौसम एकदमै राम्रो छ। बाटो खाल्टाखुल्टी भएकोले गर्दा गाडीले घरिघरि हल्लाउँछ, जोडैसँग उचाल्दै पछार्दै गर्छ। तैपनि हामी रमाइलो मान्दै अगाडि बढी नै रहेका छौँ। अनि त्यहाँबाट हाम्रो गाडी अगाडि गयो। अझै यति रमाइलो ठाउँ आयो हैन। मान्छेहरूको अलिअलि चहल पहल छ। मकैहरू लगाएका छन्। बाख्राहरू पनि चराउनलाई यसो पाखातिर छोडेको रहेछ। त्यहाँबाट अगाडि बढ्यो हामी फेरि। यो चाहिँ इलाम जाँदाखेरिको जस्तै बाटो पनि लागिरहेको छ मलाई। उत्तिसहरू पनि बाटोमा भएकोले गर्दा लेक जस्तो ठाउँ पनि लागिरहेको छ। पारी ललितपुरको गाउँको एकदमै राम्रो दृश्य देखिरहेको छ। हामी यसरी गाडीभित्र छौँ। म र मेरो सानो भाइ छौँ। भदा आमाहरू पछाडि हुनुहुन्छ। ऊ पनि यात्रा गर्न पाएर मक्ख परेको जस्तो देखिन्छ। बाहिर मौसम पनि एकदमै रमाइलो छ। अब एकैछिन अगाडि बढेपछि इसङ्खु नारायण स्थानको तलपट्टि गाडीले हामीलाई बाटोमा छोडिदियो अनि हामी त्यहाँबाट अब उँभोतिर जानुपर्ने रहेछ। धेरै मान्छेहरू गइराख्नु भएको छ। यो सिँढी चढेर हामी माथि जानुपर्ने। मेरो भाइ पनि गाडीबाट झरेपछि अचम्म मानेर दङ्ग परेर हेर्दैछ, किनभने माथिको ठाडो सिँढी र अगाडिको पहाड देखेर उसलाई अचम्म लाग्यो होला। त्यही भएर ऊ दङ्ग परेर चस्माबाट हेरिरहेको छ। हामी चाहिँ ललितपुर जिल्लामा रहेको बिसङ्खु नारायणको मन्दिरमा गइराखेका छौँ। बाटो चाहिँ गाडीबाट झरेपछि यस्तो बाटो हिँड्नुपर्छ। यस्तो छ अगाडि बाटो म देखाउँछु। माथि नै ऊ धेरै मान्छेहरू अगाडि गइराख्नु भएको छ। यता चाहिँ यस्तो छ। यही बाटो भएर हामी चाहिँ हिँड्दै जाँदैछौँ। सानो भाइ पनि आज एकदमै मक्ख परेको छ, किनकि छुट्टीको दिन, आज बिदाको दिन घुम्न जान पायो उसलाई रमाइलो लागेको छ। कुद्न उफ्रिन पाइन्छ होला भन्ने पनि सोचेको थियो होला केटाकेटी। तर यस्तो बाटो हिँड्नु पर्यो। तैपनि यो एकदमै मजाले हिँड्छ। म भन्दा मजाले हिँड्छ। हिँड्न चाहिँ एकदमै डह्रो छ अनि हिँडिरहेको छ। खुसी भइरहेछ। आज यस्तो ठाउँहरू देख्दा उसलाई पनि एकदमै मजा लागिरहेको छ। बिसङ्खु नारायण जाने क्रममा चाहिँ हामी अहिले यो बाटोमा छौँ। यस्तो अलिकति हिँड्नु पर्ने रहेछ। आमा आउँदै हुनुहुन्छ त्यहाँ पछाडि। यसरी हामी चाहिँ अलिकति अगाडि छौँ। ढोक्रे यो गाउँकै बाटो भएर जानुपर्ने रहेछ। यसरी रातो माटो लगाएको घरहरू छ। इस्कुसको मुन्टाहरू छ। यहाँ घरहरू छ। बुवा चाहिँ यहाँ बाटोमा फुल देखेर टिप्न खोज्दै हुनुहुन्छ। यो सबै बाटो देखाउँ। अगाडि जाने एकदमै बिस्तारै हिँड्ने हामी। हस् सबै झाडी रहेछ। ल सबै झाडी भन्दै जाऊ त तिमी। ल भन बाटो कस्तो रहेछ सबै भन। यता हेरेर भन न अनि यता देखाउँदै भन्न। ल पर जाऊ।
कस्तो रहेछ ल भन। राम्रो छ। यता हेर। त्यो त मानेको पत्ता पो फलेको छ। मानेको पत्ता फलेको अनि हो रहेछ। त्यो पुतली रहेछ। पुतली रहेछ। ल हिँड। तिमी कता हिँडेको अरे? बिसङ्खु नारायण भन न। सिसङ्खु नारायण। सिसङ्खु यहाँ मिठी केटीको बोट्टा छ। त्यो मिठी केटी हो? ए ल आउनु आउनु। कति धेरै घाम लाग्यो। यता यो ललितपुरको दृश्य देखिरहेको छ। एकदमै राम्रो छ। त्यो चाहिँ के हो? एकदम ठुलो घर छ। हेर्नुहोस् त बाटो यस्तो छ होइन। रमाइलो चाहिँ रमाइलै छ। यो हामीलाई भयो चाहिँ 10 मिनट लाग्छ भन्नुभयो सबैजनाले। तर बुवा आमा र केटाकेटीसँग चाहिँ अलिकति ढिलो। उहाँहरू सँगसँगै हिँड्नु पर्दा अलिकति ढिलो पुगिन्छ होला। हामी अरू भन्दा अरू सबै अगाडि गइसक्नु भएको छ। यता हेर। के हो यो? यो के हो यस्तो? यो के हो मैले देखाएको? सबै यो भल जाने ठाउँ हो। भल हो? ल हिँड बिस्तारै हिँड। ल बिस्तारै हिँड है। हिँड्ने क्रम जारी नै छ। हामी हिँडि नै रहेका छौँ। अब चाहिँ लगभग मन्दिर आइपुग्नु लागेको जस्तो महसुस हुँदैछ हामीलाई। किनभने अलि माथि मान्छेको चहल पहल पनि देखिन थालेको छ। यहाँ चाहिँ सिडी रहेनछ। पानी परेको बेलामा चाहिँ एकदमै चिप्लिन्छ यो बाटो। अहिले चाहिँ पानी परेको छैन। मौसम राम्रो भएकोले हिँड्न पनि एकदमै सजिलो र रमाइलो भयो। रमाइलो गाउँ रहेको छ। स्कुलहरू छन् बगैँचाभरि। पारीको दृश्य पनि राम्रो छ। मौसम पनि एकदमै राम्रो छ। चराहरूको आवाज, काग पनि कराइरहेको छ। किरा फट्याङ्ग्रा कराइरहेका छन्। मलाई एकदम आफ्नै गाउँकै जस्तो याद आइराखेको छ। आमा पनि बिस्तारै बिस्तारै हिँड्दै हुनुहुन्छ। अब लगभग हामी मन्दिरको तलपट्टि आइसकेका छौँ। बुवा र सानो भाइ इसान अगाडि पुगिसक्नु भएको छ। फाइनल्ली हामी मन्दिरको तलपट्टि आइसकेका छौँ। यहाँ धेरै भक्तजनहरू आउनु भएको छ। यो टिम चाहिँ उता इन्डियाबाट आउनु भएको जस्तो थियो। उहाँहरू के नास्ताहरू खाँदै हुनुहुन्छ। सायद दर्शन गरिसकेर होला। यति धेरै गाडीहरू रहेका छन्। यहाँ प्राइभेट गाडीहरू, भाडाका ट्याक्सीहरू र रिजर्भ गाडीहरू आउँछन्। कुनै पब्लिक गाडी आउँदैन। अघि हामी तल झरेको ठाउँबाट हामीलाई हो भने 10-15 मिनटमा बुढाबुढी केटाकेटीसँग 20-25 मिनट लाग्ने रहेछ। हामीलाई त्यस्तै अन्दाजी 20-25 मिनट नै लाग्यो होला। अब हामी दर्शन गर्न मन्दिरतिर जाँदैछौँ। बुवाको हात समातेर मख परेर हिँडिराखेको छ सानो भाइ। आमा र म पछाडि पछाडि आउँदैछौँ। मौसम एकदमै खुलेको रमाइलो भएकोले गर्दा साह्रै रमाइलो भयो। उहाँहरूसँग यसो बुवाहरू बातचित गर्दै गर्दै अगाडि बढ्दै हुनुहुन्छ। अब मन्दिरको तलपट्टि आइसकेका छौँ हामी। आमा पनि लगभग आइपुग्नु भयो हामीलाई पछ्याउँदै। अब हामी एकैछिन यहाँ गणेशको दर्शन गरेर माथि जानको लागि यहाँ गणेशको मन्दिरमा जान्छौँ। सानो मूर्ति राखिएको छ गणेशको। धेरैजना यहाँ गणेशको पहिले पूजा गर्नको लागि आउनु भएको छ। हामीले पनि गणेशको मन्दिरमा पूजा गर्यौं। अब हामी माथि मन्दिरतिर, मुख्य मन्दिरतिर जान्छौँ। यो एकदम डाँडामा रहेको मन्दिर भएकोले गर्दा यहाँनिर सिडी बनाएर माथि जाने ठाउँ बनाइएको छ। यहाँ मान्छेको भिडभाड पनि देख्न सक्नुहुन्छ। अब हामी माथि चढ्छौँ। हामीलाई चाहिँ बुढाबुढी भएको कारणले गर्दा लाइनमा बस्नु पर्दैन भन्नुभयो। त्यही भएर बुढाबुढीलाई लिएर एकजना जानुहोस् भन्नुभयो। अनि म चाहिँ बुवा आमालाई लिएर अनि सानो भाइ पनि सँगै थियो, उसलाई लिएर माथि गएँ। एकदमै भिडभाड थियो, तैपनि कसो कसो गर्दै लाइनबाटै हामी माथि गयौँ। स्वयंसेवकमा खटिनु भएका सबैजनाले हेल्प गर्नु हुँदो रहेछ बुढाबुढीलाई। सर्भिस राम्रो रहेछ। बुढाबुढी, बच्चाका आमा, केटाकेटीहरू भएकाको लागि हामी सजिलैसँग माथि टपमा पुग्यौँ, डाँडामा पुग्यौँ। यहाँ चाहिँ भगवान चाहिँ गुफाभित्र उत्पत्ति हुनुभएको रहेछ। अनि गुफा रहेछ, ढुङ्गामै भगवानको भित्र पूजा गरिँदो रहेछ। यो चाहिँ त्यही भगवान उत्पत्ति हुनुभएको कारणले गर्दा म पनि पहिलो पटक आइपुगेकी हुँ यहाँ। अब हामी एकैछिन पूजा गर्न थाल्यौँ। भिडभाड धेरै भएकोले गर्दा र धेरै भक्तजनहरूलाई पालो दिनु परेकोले गर्दा त्यहाँ पूजा धेरै बेर गर्नु दिनुहुन्न रहेछ। हामी आफूले भगवानलाई चढाउन लगेको सम्पूर्ण सामानहरू भोलिन्टियर दाइहरूलाई दियौँ, हामी आफैले दियौँ। अनि त्यो ढुङ्गाको पुवालबाट भित्रपट्टि गहिरो ठाउँ छ, त्यो पनि ढुङ्गा नै हो, गुफा जस्तो छ। त्यहाँभित्र चाहिँ मुख्य गुरुजी बस्नु भएको छ। उहाँले हाम्रो सम्पूर्ण भगवानलाई अर्पण गरेको सामानहरू लिनुहुन्छ। अनि त्यस पछाडि हामीलाई प्रसादको रूपमा फिर्ता गर्नुहुन्छ। एकैछिन मात्रै दर्शन गर्ने अवसर
अवसर मिल्यो, अरूलाई पनि पालो दिनुपर्छ भनेर ठिकै हो। हामी त्यहाँ दर्शन गरिसकेर यतातिर आएर मैले केही दृश्यहरू, केही क्लिपहरू खिचे। सबैजना व्यस्त हुनुहुन्छ पूजा पाठ गर्नमा, कोही दियो बत्ती बाल्नमा। हामी भगवानको दर्शन गरिसकेर एकैछिन थकाइ मार्नको लागि यो मुख्य मन्दिरको साइडमा रहेको भागमा गयौं। यहाँ दुवैतिर एकदमै राम्रो बस्ने ठाउँ बनाइएको छ। यहाँ मेरो बुवाले चाहिँ ठाउँको र मन्दिरको प्रशंसा गर्दै हुनुहुन्थ्यो। उहाँ चाहिँ एकदमै यो ठाउँको बारेमा राम्रो भनेर व्याख्या गर्दै हुनुहुन्छ। यो चाहिँ मन्दिरलाई माथिबाट चढाइएको छाना जस्तै हो। यहाँ सबै गुफा रहेको छ। गुफाभित्रै भगवान उत्पत्ति हुनुभएको छ। यो चाहिँ माथिल्लो भाग हो, शिर भाग। तल जहाँ रातो लुगा लाउनेहरू देख्नुहुन्छ उहाँ चाहिँ ठ्याक्क मुख्य मन्दिरको अगाडिपट्टि हो ठ्याक्क। यो चाहिँ माथिपट्टिको हो, डाँडोमा रहेको छ। सबैतिर रेलिङ लगाएको छ, बस्ने ठाउँ छ। तल प्राङ्गणमा चाहिँ भजन भइरहेको छ। पारि एकदमै राम्रो दृश्य छ। साइडमा त्यसरी रेलिङ छ, मान्छेहरू बसेर फोटो खिच्नुहुन्छ, भिडियो बनाउनुहुन्छ। अब चाहिँ हामीलाई अलिअलि भोक पनि लाग्यो, सानो भाइ पनि भोकायो। अनि त्यही भएर हामीले चाहिँ आफूसँग लगेको खानेकुराहरू, फलफुलहरू अनि पानी खानलाई आँट्दैछौँ यहाँ बसेर। यो यतापट्टिको अर्को भर्याङ रहेको छ। यो भर्याङबाट पनि आउन चाहिँ मिल्छ, तर आउँदाखेरि स्वयंसेवक दाइहरूले देखेर उहाँहरू लाइनबाट आउनु भएको होइन भनेर दर्शन गर्न नदिने गर्नुहुँदो रहेछ। धन्न हामीलाई चाहिँ यो थाहा पनि भएन, हामी चाहिँ लाइनबाटै आयौँ। दृश्य एकदमै रमाइलो छ। तल देखिएको यो सेतो बिल्डिङको अगाडि अलिअलि रातो रातो लुगा लाउने देख्नु भएको छ होला। यहाँनिर चाहिँ भजन गर्नुहुन्छ, उहाँ नाचिराख्नु भएको थियो अघि। एकदमै रमणीय ठाउँ, एकदमै शान्त हुन्छ, मनै आनन्द हुने ठाउँ छ यो। तपाईहरू पनि आउनु भएको छैन भने यहाँनिर पुरुषोत्तम महिनाभित्रै यहाँ दर्शन गर्न आउनु होला। पुरुषोत्तम महिनामा आउन भ्याउनु भएन भने पनि अघि पछि भए पनि यो ठाउँमा चाहिँ एकदमै आउनै पर्ने ठाउँ रहेछ। सबैजना आफ्नै सुरमा हुनुहुन्छ। एकदमै हरियाली छ यो ठाउँ। यो चाहिँ डाँडो रहेको छ। यो चाहिँ मुख्य मन्दिरको अथवा भनौँ विशङ्खु नारायणको मन्दिरको माथिपट्टि टपमा रहेको डाँडो हो यो। बर्खाको समय भएकोले एकदमै हरियाली छ, शान्त छ, हावा पनि चलिरहेको छ। त्यति धेरै गर्मीको अनुभव पनि नहुँदो रहेछ यो, धेरै टपमा भएर होला। चिसो चिसो नै ठाउँ हो जे भए पनि। एकैछिन हामी यिनै दृश्यहरूमा भुल्दैछौँ। अब चाहिँ हामी तल जाने सुरु गर्दैछौँ। अनि यहाँ चाहिँ एउटा भर्याङ भएर जाने बाटो रहेछ। अर्को चाहिँ ढुङ्गाको च्यापबाट भनेको त्यो गुफा रहेछ। गुफाको भित्रबाट जाने अनि तल भर्याङदेखि तलपट्टि निस्किने ठाउँ रहेछ। अलिकति छोटो रहेछ। मलाई चाहिँ त्यो बाटो जान मन लाग्यो। आमा र बुवा अनि भाइलाई चाहिँ नजानु भनेको, तर सानो भाइ पनि एकदम जान मन गर्यो। गरेपछि हामी त्यता जानको लागि हिँड्यौँ। ऊ डराउँछ कि भनेको, ऊ डराएन, सक्छु कि सक्छु भन्यो। मैले पनि पहिला यत्तिकै हेरेँ, छोटो बाटो रहेछ, ऊ त छिर्न सक्ने नै रहेछ। त्यही भएर मैले चाहिँ उसलाई ल न त भनेर हेरेर लु जाऊ न त भनेर भने। अनि हामी सबैजना गुफाको बाटो भएरै तल निस्किने निर्णय गर्यौं। सर्वप्रथम यो चाहिँ गुफाको बाटो हो। थोरै छ, त्यहाँ उभिराख्नु भएको मान्छेकोबाट अलिकति अगाडि यस्तो एल साइजको जस्तो छ। अब लामो चाहिँ लगभग गरिसक्यौँ, अब एलको तेर्सो भाग बाँकी छ। 4 जना एकैचोटि गयौँ। सबभन्दा अगाडि म थिएँ। म चाहिँ सबैजनालाई हेर्दै हेर्दै अनि हिँडेको थिएँ। म अघि नै बाहिर निस्किएँ। अब चाहिँ बिस्तारै मेरो भाइ अनि बिस्तारै बुवा पनि निस्किँदै हुनुहुन्छ। यसरी अलिअलि गर्दै। बुवा चाहिँ अलिक अग्लो हुनुहुन्छ, त्यही भएर थोरै बस्नुपर्ने अवस्था भयो बुवालाई चाहिँ। तर धेरै एकदमै मोटो मोटो मानिसहरू पनि सजिलै यहाँबाट निस्किएको देखियो। यसरी च्यापबाट निस्किँदा चाहिँ धर्म हुन्छ भन्ने हाम्रो सनातन परम्परा रहेको छ। हलेसी महादेवमा पनि यस्तै थियो। मलाई त्यही कुराको याद आयो। आमा पनि निस्किँदै हुनुहुन्छ। आमा त सानी हुनुहुन्छ, आमा सजिलैसँग निस्किनुहुन्छ, कुनै अप्ठ्यारो छैन। म चाहिँ फेरि माथि गएर फेरि किनभने अघि चाहिँ सबैलाई हेर्नुपर्ने भएकोले गर्दा मेरो भिडियो कसैले खिचिदिन भ्याएको थिएन। म चाहिँ त्यही भएर फेरि माथि गएर फेरि गुफाबाट बाहिर निस्किएँ। यसरी हामी बाहिर निस्कियौँ। अब हामी गुफाबाट बाहिर निस्किँदा त म छक्क परेँ, किनभने अघि त्यति धेरै लामो तल रोडदेखि नै लामो लागेको भर्याङ अहिले सबै खाली भइसकेको थियो। अनि हामी तल भजन गर्ने ठाउँनिर गएर नाच्न थाल्यौँ। यतापट्टि साइडमा दृश्य छ, एकापट्टि बुवाहरू पनि नाचिराख्नु भएको छ। अब हामी बिस्तारै यहाँबाट बाहिर निस्किने तर्खरमा छौँ। यस्तो राम्रो राम्रो पारीको दृश्यहरू हेर्दै हेर्दै हामी विशङ्खु नारायण मन्दिर परिसरलाई छोडेर अब तल गाडीहरू पार्क गर्ने ठाउँमा आइसकेका छौँ।
अब यहाँ छेउमा रहेको एउटा चिया पसलबाट हामी चिया अनि केही चिज पाएमा खाएर बाहिर निस्किनेछौँ। आजलाई मेरो बिसङ्खु नारायण यात्राको ब्लग यही समाप्त हुन्छ। धन्यवाद सबैजनालाई।